एउटा रत्न पार्कमा बसेर हल्ला गर्ने हुटिट्याउँ मिस्टर मुकुन्देले डाक्टर हो कि होइन इन्जिनियर महावीर पुनलाई गाली गरेछ। एउटा मगरले उद्योगको नाममा चाहिँ लुट्दैछ, जनताहरूलाई ठग्दैछ अरे। त्यो एउटा माग्ने मगर छ अहिले रुँदै रुँदै गाउँमा यता हाम्रातिर पनि आएर चाहिँ स्कुलबाट थुप्रो पैसा बोरा भरेर लाँदैछ। वीरगञ्ज चिनी कारखाना कि के अरे बनाउने अरे उसले कृषि औजार कारखानाको नाममा लुट्दैछ। सरकारले पनि लुट त्यसको नाम भनेको छ। सरकारले नसके एउटा मगरले सक्छ? त्यो बेकारको कुरा हो। र आविष्कार भन्छ उसले नाम चाहिँ। उहाँ नासाका वैज्ञानिक नगरेको आविष्कार पशुपतिको एउटा मगरले पशुपतिको बाँदरले गर्न सक्छ? यो बाँदरले के आविष्कार गर्छ? उसले अर्काले लाएको थाङ्राका मकै कोट्याउने खाने बाहेक जाँडको मर्चा पनि नेपालमा बन्दैन। तर आविष्कार शब्द राखेको छ। उसले मागिरहेको छ लाटा सोदा राई लिम्बू मगर अरू जोसुकै समुदायमाथि लुटपाट गरिरहेको छ। उसले बनाएको हो त्यो वायरलेस, उसले बनाएको हो ड्रोन। अमेरिकाको प्रविधि बेच्दै यहाँ पधेरामा गएर आइमाहरूलाई मैले बनाएको भन्दै ऊ गरिरहेछ। भोलि तिनी त्यस्तो प्रविधि चोरेको चाहिँ जरिवाना तिर्नु पर्यो भने पशुपतिका 3 करोड बाँदरका मृगलाई बेत्ता पनि क्षतिपूर्ति पुग्दैन। अनि के चाहिँ हो भने विशेष गरेर महावीर पुनले आविष्कार गर्यो गरेन त्यो छुट्टै कुरा हो। उनको इनोभेसन के छ भन्ने कुरा त्यो एनालाइज गराउँदा अथवा अध्ययन गराउँदा होइन। तर विकट गाउँमा त्यो बेलाको अवस्थामा वायरलेस वाइफाई चाहिँ सुविधा दिएको हो नि गाउँमा। इभन त्यहाँनिर चाहिँ फ्लाइटमा जाने हवाई क्षेत्रकाहरूलाई पनि पाइलटहरूले पनि महावीर पुनले राखेको सिसिटिभी हेरेर चाहिँ मौसम अनुमान गर्थ्यो, मौसम हेर्थ्यो, थाहा पाउँथ्यो भनेर भनिन्छ। पब्लिकली त्यहाँनिर चाहिँ उनले सार्वजनिक गरेको थियो। त्यो कुरा सबैलाई थाहा छ होइन। र अर्को कुरा भनेको त्यो विदेशी सहयोगबाटै बनेको हो, विदेशी सामानै आएर त्यहाँनिर चाहिँ जोडिएको हो। तर आइडिया चाहिँ कसको थियो त भन्दाखेरि कसले रिक्वेस्ट गरेको थियो भन्दाखेरि महावीर पुनले नै रिक्वेस्ट गरेको थियो त्यो बनाउनको निमित्त। महावीर पुनकै आग्रहमा उनकै पहलमा बनेको हो। त्यस कारणले गर्दाखेरि त्यो कसले बनायो, महावीर पुनले नै इनोभेसन गर्यो कि गरेन भन्ने त्यो छुट्टै कुरा हो। तर महावीर पुनकै पालामा उनकै अनुरोधमा उनकै प्रयासमा त्यो बनेको हो। त्यस कारणले गर्दाखेरि त्यसको सम्पूर्ण क्रेडिट महावीर पुनलाई नै जान्छ। तर त्यो विदेशी सामान आएर बन्यो, विदेशी प्याटर्न, विदेशी केक आदि इत्यादि कपिराइट के भन्ने कुरा गरेछ हुटिट्याउले। तिमी हुटिट्याउ हो। उनले भन्छ म ओभरसियर हो, म इन्जिनियर बन्दै गरेको म ओभरसियर हो के भन्छ। ओभरसियर भएको भए भाइ तिमीले यस्तो घडी लाउँथ्यो, यस्तो घडी लाउँथ्यो। अब यसो भन्दाखेरि प्राइस ट्याग भन्छ फेरि साथीहरूले होला होइन। तिमीले यस्तो पेन बक्स, यस्तो यो पेनको नाम, यो पेनको ब्रान्ड पत्ता लगा अनि कमेन्ट गर। यो पेन बोक्थ्यो तिमीले, थाहा छ? यो पेनको प्राइस तिमीलाई थाहा छ? बात करता है सुझो न बुझो। नेपालमा मर्चा पनि बन्दैन अरे। मर्चा बनाउने तिमीलाई मानिस थाहा छ? मर्चा बनाउने समुदाय थाहा छ? पूर्वी नेपालका लिम्बूहरूले मर्चाको आविष्कार गरेको हो। मर्चा लिम्बूहरूले मात्रै बनाउँछ। लिम्बूहरूसँग मात्रै त्यसको विधि थाहा छ। लिम्बूहरूलाई मात्रै त्यसको विधि थाहा छ। लिम्बू भन्दा पनि लिम्बुनीहरूलाई मात्रै विधि थाहा छ। इभन लिम्बू पुरुषहरूले मर्चा बनाउँदैन। पुरुषहरूले मर्चा बनाउनु हुन्न भन्ने हाम्रो मान्यता छ लिम्बूहरूमा महिलाहरूले मात्रै, आमाहरूले मात्रै मर्चा बनाउनुपर्छ भन्ने मान्यता छ। त्यस कारणले गर्दा मर्चा लिम्बूहरूले बनाउँछ। मर्चाको आविष्कार लिम्बूहरूले गरेको हो। मर्चाको आविष्कार आदिवासी भूमिपुत्रहरूले गरेको हो। त्यो कुरा याद राख। र तिमीले महावीर पुनलाई जुन किसिमको आक्षेप, जुन किसिमको लान्छना लगायो त्यो सरासर गलत छ। महावीर पुनले कुनै पोलिसी बेचेको छैन। महावीर पुनले कुनै झुटो कुरा बेचेको छैन। महावीर पुनले आफ्नो किताब आफ्नै पैसाले पब्लिस गरेर बेचेर पछि अब त्यो संस्थागत होला नहोला त्यो छुट्टै कुरा हो। त्यो उहाँहरूको के छ हिसाब किताब त्यो उहाँहरूले नै मिलाउनु होला। तर वीरगञ्ज उद्योगको लागि
किताब लेखेर मेहनत गरेर किताब बेचेर अनि त्यो पैसा सङ्कलन गरेर पुनः त्यो कारखाना चाहिँ सञ्चालित भइसकेको छ र त्यहाँबाट सामानहरू उत्पादन हुन थालिसकेको छ। तिमी रत्न पार्कमा बसेर रुखमा चढेर बाँदर जस्तो हुटिट्याउ। तिम्रो आफ्नो मान्यता के छ भने म एउटा हुटिट्याउ हो, म हुटिट्याउले आकाश थामेर बस्छु। मै हो हुटिट्याउ, म आकाश थाम्न सक्छु। मै हो हुटिट्याउ, म हुटिट्याउ भएन भने आकाश झर्छ। त्यो तिम्रो मानसिकता, त्यो तिम्रो दरिद्रतालाई बाट टाढा बस र तिमीले सकेकोसम्म सक्छ भने अहिले पनि काहीँ एउटा सेक्टरमा गएर रेस्टुरेन्टमा भाँडा माझ्ने अथवा झाडु पोछा लाउने जहीँ काम गरे पनि हुन्छ। आफ्नो तिमी आफू बन, त्यसपछि तिम्रो सन्तति त तिमी जस्तो त्यो थाङ्नेलाई कसले पत्याउँछ र? तर पनि तिम्रो भावी पुस्ताहरू, अन्य तिम्रो दाजुको छोरा, भाइको छोरा, अन्य तिम्रो शाखा सन्तानहरूलाई एउटा प्रेरणा हुन्छ। त्यसबाट उनीहरूले सिक्छन्। तिमीले हुटिट्याउ जस्तो कराएर, अर्कालाई आरोप लगाएर, अर्कालाई लान्छना दिएर लगाएर, अर्कालाई नकारात्मक भनेर केही पनि हुनेवाला छैन। तिमीले भनेछौ नेपालमा मर्चा पनि बन्दैन अरे। मर्चा बनाउने भनेको लिम्बूहरू हो। लिम्बूहरूले मर्चा बनाउन सिकाएको संसारलाई, त्यो कुरा याद राख।